Hello, konnichiwa minasan. Kyou wa daikyu ka hajimemashou. फर्स्टमा के छ हाम्रो गा पार्टिकल छ गा पार्टिकलको छुट्टै अर्थ छैन है तर कहाँनिर लगाउने भन्ने चाहिँ हरेक पार्टिकलको सिचुएसन हुन्छ है यो चाहिँ यहाँनिर लाउनु पर्छ भन्ने हुन्छ है त जस्तै विशेषण भन्दा अगाडि गा पार्टिकल लगाइन्छ जस्तै विशेषण भित्र पनि सुकी हेता ज्यौजु यस्तोमा धेरै बेसी लगाइन्छ है अर्को सिचुएसन पनि छ वाखारी मास र आरी मास भन्दा अगाडि पनि गा लगाइन्छ है जस्तै निहोन र रिगा सुकी देश जापानिज खाना मन पर्छ निहोनगो गा ज्यौजु ज्यारीमा निहोनगो गा ज्यौजु ज्यारीमा चाहिँ जापानी भाषा सिपालु छैन है या ज्यौजु भने छ नि ज्यौजु देश मात्र हुनुपर्छ भन्ने छैन है ज्यौजु ज्यारीमा चाहिँ ज्यौजु देशका जे भए पनि हुन्छ तर के त ज्यौजु भन्ने चाहियो है विशेषता चाहियो अर्को चुगोको गोगा वाखारीमा चाहिँ जापानिज भाषामा बुझ्दिन है वाखारी मासको वाखारी मासेन वाखारी मास्ता वाखारी मासेन देस्ता वाखारी मासका जेसुकै यसको जुनसुकै पेजलाई पनि गा भनेर अगाडि लाउनै पर्यो है अर्को ताकुसानो खानेगा खाका ताकुसानो खानेगा आरिवास धेरै पैसा छ भनेको है छ आरिवास भन्दा अगाडि के त गा भनेर आँखा चिम्लेर आरिवास र वाखारी मास तपाईहरुले जहाँ देख्नुहुन्छ नि त्यहाँ अगाडि आँखा चिम्लेर गा पार्टिकल लगाइहाल्नु पर्छ है त ओके अर्को जाउँ हाम्रो पार्टिकल अर्को पार्टिकल के छ भन्दा कारा एकोले भन्ने अर्थ आउँछ है कारा भनेको एकोले भन्ने अर्थ आउँछ जस्तै कुनै कुराको कारण जनाउँदा प्रयोग गरिन्छ जस्तै गर्मी भएकोले काहीँ पनि जादिन पैसा नभएकोले आसोबिमासेन के इन्जोय गर्दिन है कोरियन भाषा नबुझेकोले कोरिया जादिन है यस्तो यस्तो कारणहरु है त ओखानेगा आरिमासेन कारा लेखौँ न त है त ओखानेगा आरिमासेन कारा नानीमो खाइमासेन